ओइ डुब्दो रहेछ यार What's up guys, welcome back to another episode of Snufkin Vibes. आशा सबैजना सन्चै नै हुनुहुन्छ है अनि म पनि सन्चै नै छु अनि म चाहिँ भर्खरै कामबाट आएको अनि खाजा पनि खाएको छैन अनि हामी चाहिँ आज अब अस्तिदेखि घुम्न जाने प्लान भइरहेको थियो अब बिदै मिलाएको थिएन नि त हामी लास्ट टाइम अब ओभन गएदेखि अब घुम्न त एक हप्ता पनि भएको छैन तर घुम्न जानु मन लागिरहेको थियो अब यस्तो घाम लाग्ने दिन अब नआउन पनि सक्छ हैन यहाँको वेदरको भर छैन अब अहिले यो पाली चाहिँ समर नै नलागिकन समर स्प्रिङमै छौँ हामी अहिले चाहिँ अनि स्प्रिङमै पनि कस्तो मजाले घाम लागिरहेछ के 20-25 डिग्री खल पसिना आउने गर्मी हुने गरी छ बाहिरको वेदर चाहिँ अनि कामबाट आयौँ दुवैजना आजको चाहिँ उसको बेला काम थिएन अनि म चाहिँ उसलाई कामबाट लिएर आएँ उसलाई कामबाट लिएर आएँ अनि त्यसपछि हामी चाहिँ अब हतार रेडी भएर भर्खर घर आएको 10-15 मिनट भयो रेडी भएर अनि हामी चाहिँ निस्किन लागिसक्यौँ है अब म कहाँ जान्छु भनेर तपाईँहरूलाई भिडियोमा देखिहाल्नुहुन्छ सो अब चाहिँ ढिला नगरिकन हामी निस्किन्छ यहाँबाट तिमीलाई भएन अझै यहाँदेखि सक्नुहुन्छ है यहीँ यस्तो रेडी हुन कति टाइम लाग्छ सिम्पल आज त जम्मा 5 मिनेट नै भएन जम्मा 5 मिनट भएन भने अहिले आधी घन्टा भइसक्यो हैन सब ढिला नगरी चाहिँ हामी हाम्रो निस्किन्छ ड्रोन पनि प्याक गरेछौँ अनि मजाले पानीमा बस्छौँ हामी चाहिँ गएर नभए पौडी पनि खेल्छौँ मिल्यो भने पौडी खेल्ने मान्छे रहेछन् भने तर के हुन्छ थाहा छैन तर रुमाल र उलेर जाऊँ न म पौडी खेल्न पनि सक्छु कि त्यहाँनिर पौडी खेल्न पनि मिल्छ म चाहिँ धेरै पहिला डेलिभरी गर्दाखेरि चाहिँ मलाई जहिले रोकिनु मन लाग्थ्यो अनि एक्लै हैन धुमधुम एक्लै के गर्ने भनेर म चाहिँ जाँदैन थिएँ म तपाईँलाई आज त्यो देखाउँछु दामी छ ठाउँ चाहिँ सो स्टे ट्युन गाइस अब चाहिँ हामी निस्किन्छ ढिला नगरिकन कट्टु सट्टु प्याक गर्नु पर्यो नि त पहिले छिटो सी गाइस अब चाहिँ हामी निस्किन्छौँ है अहिले क्यामेरा बिग्रिएछ सो हामी चाहिँ रेडी भएर निस्किसक्यौँ है अनि आजको आउटफिट यस्तै नै भयो अनि मेरो चाहिँ यहाँनिर नेप्लिज लेखेको छ देख्न सक्नुहुन्छ है जर्सीमा अनि चेल्सीको जर्सी छ हो यो चाहिँ अनि तिम्रो के छ आज के बोला छ मैले यो टी-शर्ट उसलाई त्यही स्कर्ट लाउन नपाएर आज घुम्न जाने भनेर हतार गरेर घर निस्किला हामी चाहिँ सो अब चाहिँ हामी कहाँ जान्छ तपाईँलाई देखाइहाल्छौँ हैन अनि यस्तै नै छ अब एक दुईटा फोटो खिच्छ राम्रो छ हेर्नु न त अनि पोलिरहेछ अहिले मलाई यस्तो पोलिरहेछ मेरो डढेर त्यो हात गोडा सबै अनुहार कति सेतो भएको थियो हैन यहाँ आएदेखि अहिले डढेर कालो भइसक्यो अब एक दुईटा फोटो खिच्छ भने हामी निस्किन्छौँ है सो तपाईँलाई देखाउँछु म कहाँ जान्छु भनेर अहिले चाहिँ हामी निस्किसक्यौँ है अनि खासै अब चाहिँ म धेरै बोल्दिनँ अनि मेरो भ्लग नै कति धेरै लामो भयो त्यही पनि हुन त पछि मलाई मेमोरिजको लागि हेर्न त सजिलो हुन्छ हैन तर अलि धेरै नै लामो भयो अनि त्यसपछि यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ तपाईँले यहाँ म्यापमा 30 मिनट देखाइरहेको छ मैले चाहिँ कहिले पनि यो डिस्प्लेमा म्याप जोड्ने गरेकै थिएन पहिला सुरुमा जोडेँ हैन अनि त्यसरी जोड्ने गरेको थिएन अब अगाडि देख्न सक्नुहुन्छ घाम कस्तो मजाले लागिरहेछ हैन यो गाडीमा एसीले सुत्दा पनि काम गर्दैन कि यो सिसाबाट आउने तातो त यस्तो पोलिरहेछ हैन एसीले हानिरहेको ठाउँमा एसीले जस्तै मेरो हातमा अब यता दुईतिरको पाखुरामा एसीको हावा आइरहेछ डाइरेक्ट अनि त्यहाँ चाहिँ चिसो भइरहेछ अनि अरू ठाउँमा चाहिँ पुरै पोलिरहेछ अब अनि यही तातो दूर गर्नलाई चाहिँ हामी अब गएर पौडी खेल्न मिल्यो भने चाहिँ पौडी खेल्छु पहिला त मैले पौडी खेलेँ नि देखाइदिएँ मान्छेले मलाई नि पौडी खेल्न मन थियो एकताका अब त्यति बेला गइएन किनकि लुगा थिएन त्यति बेला पनि अनि अब आज चाहिँ हामी पौडी खेल्ने नै भनेर जाँदैछौँ अब उ त खेल्दिनँ म उसले हेरेर बस्छु म पौडी खेल्छु अनि त्यही हो दामी छ वेदर अब यही एक हप्ता अब फेरि अब यो 4-5 दिनपछि त पानी पर्ने देखाइरहेछ अब वेदर चाहिँ एकदमै दामी भयो यो पालिको हैन समर नै नआइकन समर भन्दा पनि बवाल भयो यो पालि त्यही नै हो तपाईँहरूलाई देखाइदिइहाल्छु म अब कहाँ जाँदैछ भनेर अनि बाटोमा के आउँछ त्यो पनि म तपाईँहरूलाई देखाउँछु सो स्टे ट्युन गाइस बिस्तारै गर भनेर भनिरहेको छु अनि मलाई रिस उठ्छ कि अहिले फर्लक्कै फर्काइदिला क्यामेराको धुनै मन त रिस उठेर आउँछ भने मतलबै छैन मायै छैन कि केही कुराको नि बिग्रियो भने त्यत्रो पैसा खर्च हुन्छ अनि होइन खाइ धेरै बन्द गरेर अब अर्को बनाउँछु फाइनली हामी चाहिँ आइसक्यो होइन पुरानो दिनहरू याद आयो म यहीँ पछाडिकै बाटो हिँड्दै जान्थेँ कहिले कहिले त रोकेर मजाले हेरेर बस्ने मान्छेहरू माछा मारे तर यो रिजर्भायर हुन चाहिँ तर लास्टै ठुलो छ कि यहाँ देख्न सक्नुहुन्छ है अब स्कटल्यान्ड चाहिँ यस्तै अब रिजर्भायर अनि त्यसपछि
यस्तै यो हुन्छ नि के भन्ने तालहरू जस्तो चाहिँ एकदमै फेमस छ यसको लागि चाहिँ अनि जता गए पनि यस्तै नै हुन्छ अनि हामी चाहिँ अब यसो गर्मी धेरै नै गर्मी यहाँ पछाडि मान्छेहरू हुनुहुन्छ मान्छेहरूलाई चाहिँ म निकाल्दिनँ होइन मान्छेहरू अब लुगा लाउँदै हुनुहुन्छ अनि त्यसपछि अब चाहिँ हामी यहाँ आइपुग्यौँ अनि म तपाईँलाई अब यहाँ ड्रोन पनि उडाउँछु अनि मान्छेहरू त्यहाँ पौडी खेलिरहेको छन् होइन अब म पनि खेलौँ कि नखेलौँ कि कालो हुन्छ क्या पानी चाहिँ अनि आफूलाई अब खासै त्यस्तो पौडी खेल्ने त्यस्तो उ त छैन केही पनि छैन अनि सो यु क्यान चेक दिस आउट गाइस हेर्नु कति दामी छ हेर्नु त आहा दामी ल दामी म भिडियो सिडियो खिच्छु ड्रोन उडाउँछु सो देख्न सक्नुहुन्छ है फाइनली हामी आइसक्यो तपाईँहरूले ड्रोन फुटेज पनि देख्नुभयो होला दामी छ ठाउँ चाहिँ अब यहाँनिर म पौडी खेलौँ कि नखेलौँ भइरहेछ क्या अब उसै त डढिसकेको छ पानीमा छिरेर बाहिर निस्केपछि चाहिँ लास्टै नै डर छ है अब बल्ल तल्ल अलिअलि गोरो भएको थिएँ मेरो ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ लास्टै बवाल छ क्या यहाँनिर कस्तो लागेको छ तिमीलाई रमाइलो लागिरहेछ दामी छ है ठाउँ घाम मस्त लागिरहेछ अनि त्यसपछि ठाउँ नि मजा छ यो पानी पनि चिसै नहुने क्या चिसो पानी हो तर भित्रको चाहिँ चिसो हुन्छ बाहिरको छेउको पानी अब धेरै हल्लिँदैन नि त यहाँ रिजर्भायर हो यो चाहिँ अनि पानी त्यस्तो धेरै खेल्न नपाएपछि यो छेउछेउको चाहिँ अलिक तातो हुन्छ कि समुद्रमा पनि त्यस्तै हो अलिक छेउछेउको चाहिँ अलिक थोरै भएको ठाउँमा चाहिँ अलिक तातै भएको जस्तो फिल हुन्छ तर उ यहाँ भित्रै पुग्दा पनि पौडी खेलेर देखाउँछु तपाईँलाई पौडी खेल्यो भने चाहिँ मलाई खेलौँ कि नखेलौँ भनेर जस्तो खेलौँ कि नखेलौँ भइरहेछ कि अब घर घर नुहाउनुपर्छ फेरि तर प्रिपेरेसन त छ हाम्रो टावेलहरू त सबै थरी ल्याएछ म चाहिँ खेल्दिनँ किनभने मलाई चाहिँ अलि डर लाग्छ जस्तो पानी खासै अब म पनि त्यस्तो राम्रो स्विमर त होइन तर जे होस् पौडी चाहिँ खेल्छु म पनि खेल्न चाहिँ तर पानीमा चोपलिन चाहिँ मजा आउँछ किनकि लास्ट टाइम मलाई साथीहरूले लिएर गएको थिएन त्यस्तो चिसोको बेला क्या त्यति बेला त 0-1-2 डिग्री हुने बेलामा त्यो पनि बेलुका अनि गएर बसिराखेपछि चाहिँ त्यो मेडिटेसन जस्तो कि अब जस्तै जिम गर्ने मान्छेहरूलाई चाहिँ त्यस्तो थाहा रहेछ होइन अनि उनीहरू जिम जान्थे अनि बेलुका चाहिँ सधैँ त्यहाँ गएर चाहिँ अनि चिसो पानीमा अब त्यो आफूले त्यो मनलाई कन्ट्रोल गर्ने कन्ट्रोल गरिसकेपछि त्यो चिसो हराउँदो रहेछ क्या त्यत्तिकै त्यो शरीरले त्यस्तै एडप्ट गरिसकेपछि अनि त्यो चिसो हुँदो रहेछ क्या अब तपाईँहरूलाई म यहाँ भ्यू देखाउँछु टाइम ल्याप्स बनाएर देखाउँछु है म अनि पौडी खेल्न जान्छु
अनि टन्नै फोटो खिच्यौँ होइन अनि भिडियो पनि खिच्यौँ लास्टै घाम लगाइरहेको छ मलाई पौडी खेलाउने जस्तो लाग्यो होइन किनकि मलाई लास्ट टाइम एक्सपिरियन्स भइसक्यो कस्तो हुन्छ भनेर तर यो चाहिँ रिजर्भायर हो त्यो चाहिँ समुद्रमै पौडी खेलेको थिएँ अब यहाँ पनि खेलिदिन्छु गएर अब टाउको चाहिँ भिजाउनु मन छैन होइन घाँटीभन्दा पनि नभिजाइकन पौडी खेल्छु एकछिन पानीमा बसेर आउँछ है अब घर नुहाउनु पर्ने छ मेरो अनि घर नुहाउँछु अनि हामी चाहिँ यहाँ माथि अब सामान राख्छौँ यहाँ भुइँमा अब उसले भिडियो सिडियो खिचिदिन्छ अनि म चाहिँ त्यहाँ तल गएर त्यहाँ तलपट्टि बार छ अनि त्यहाँनिर चाहिँ पहन म सँगै जाने अब म लुगा खोल्छु अनि त्यसपछि अब हामी चाहिँ अनि यहाँबाट म चाहिँ पौडी खेल्न जान्छु सो अहिले चाहिँ अब म लुगा खोल्छु होइन अब यहाँ लुगा खोलेर सट्ट गएर पौडी खेलिदिन्छु म त अब जे पर्ला पर्ला अब गर्मी भयो लास्टै धेरै बस्यो भएर अहिलेसम्मलाई चाहिँ टाउको नडुबाउने मेरो सोच हो मोबाइल सोबाइल सबै थरी यहीँ छ है अनि हावा लागेको बेसरी सो म तल जान्छु तपाईँहरूले देख्न सक्नुहुन्छ है अब चाहिँ म यहाँबाट पौडी नै खेल्छु अब जे पर्ला पर्ला डराउँदिनँ नि म त फेरि ओहो यहाँनिर चाहिँ यो एन्टी स्लिप राख्दो रहेछ होइन कति सजिलो क्या मान्छे लड्छ भनेर अब यतिको सुविधा चाहिँ हुन्छ फेरि जहाँ गए पनि चिसो छ पानी त चिसो छ होइन अब माइक चाहिँ उसले समात्छ म पौडी खेल्छु है जाडो छ यार जानु न जानु अब चिसो भयो भने चिसो भयो नि स्विमिङ गर्न आउनु भएको होइन जानु छिटो टाउको पनि भिजाउँ नभिजाउनु होला भिजाइन्छ अब के भन्छ ल जे गरे नि गर्नु ओइ घडी छ नि त घडी भएर नि तर मेरो घडी वाटरप्रुफ हो खै म यहाँ अलिकति यो खुट्टा पोखालेर गइहाल्छु नि त ला मलाई त यस्तोमा डर लाग्छ एकछिन पख्नु ल भन्छु कि देऊ त सो आजसम्म मैले चाहिँ यो के अरे एप्पल वाच चाहिँ पानीमा डुबाएको थिएन होइन अब आज डुबाउँछु मेरो यहाँनिर कभर चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ अनि कभरले चाहिँ फेरि उ गर्दैन क्या फेरि कभर चाहिँ वाटरप्रुफ होइन तर भित्रको घडी चाहिँ वाटरप्रुफ हो होइन धेरै पुरानो भइसक्यो घडी कति भयो 1 वर्ष भएर छैन के अरे सो अब चाहिँ म जान्छु होइन धेरै उ नगरिकन म त्यहाँ गएर माइक लिने कुरा भएन म तपाईँलाई पौडी खेल्दाखेरि कस्तो हुन्छ भनेर देखाउँछु है त फेरि कट्टु खुस्किन्छ क्या मेरो यस्तो कट्टु लाएर स्ल्याक्सहरू जस्तो स्विमिङ सुटै लाएर आउनुपर्ने छ ल ल केही हुँदैन जानु कट्टु खुस्के नि पानीमा कसले के देख्छ र जाउँ त भने जानु जानु थोरै जानु न आउँछ कि आउँदैन ओइ डुब्दो रहेछ यार आयो हजुरलाई स्विमिङ गर्न ओइ यही डुब्दो रहेछ यार यहाँनिरबाट पौडी खेल्नै बनाएको होला यहाँ अलिक गहिरो होला उताभन्दा ओइ यहाँ त चुर्लुमै पार्दो रहेछ नि यहीँनिर ल घाँटी दुख्यो यार ल हजुरलाई रहर पुग्यो अब जानु यता हेर्नु त हजुरको एक्सपिरियन्स सुनाउनु कस्तो भयो यहीँ चुर्लुमै डुब्दो रहेछ म त यसो हाइट चेक गरौँ न भन्न गएको मलाई चाहिँ त्यही भएर पानीमा यस्तो डर लाग्छ यो पानीमा चाहिँ भित्र छिर्ने बित्तिकै यस्तो हल्ल्या जस्तो हुन्छ अनि मलाई चाहिँ पानीमा यत्तिकै डर लाग्छ त्यही भएर मलाई छिर्नै मन लाग्दैन पानीमा कहिले नि उसले त तर स्विमिङ गरिरहेको हुन्थ्यो अनि किन जानुभएको त फेरि मान्छेले त्यस्तै स्विमिङ गर्छ त्यहाँ मान्छे पछाडि हेर्नु त कति चिलमा आइरहेको कति पानी छिटाएर गर्नुभएको हजुरलाई स्विमिङ गर्नै नआउँदो रहेछ कि म प्रोफेसनल स्विमर हो र होइन जे भयो नि नआउँदो रहेछ मान्छे हेर्नु त काहीँ एउटा पानीको छिटो निस्किया छैन त्यो अगाडिको मान्छेको ल भयो जाम आउनु म सक्दो रहेछ चिसो लाग्छ अब रहरै पुग्यो यार ल भएन यही चुर्लु ल आनन्द भयो ल जाम अब पहन एकछिन केही भन्नु छ हजुरलाई भने म थाकिसकेँ एकछिनमै 1 सेकेन्डमै थाकेँ यार यस्तो काम चाहिँ मेरो लागि भन्ने छ ल स्विमिङ पुलमा हो भने चाहिँ ठिक हुन्छ क्या किनभने अलि नडुब्ने ठाउँमा के चाहिँ रहेछ थाहा छ म यहीँ डुबाउँछ नि यहीँ नजिक यहीँनिर म सर्लकै गहिरै खनि हेर्नु न उताभन्दा यता गहिरो हो नि त ढाडै सड्क्यो यार डर लागेर ल रहर नै पुग्नु भयो पुऱ्याउनु भयो म यस्तो काम चाहिँ गर्दैन म त एकछिन त ला के डुबे जस्तो नि भयो होला त्यहाँ सिनमा डराउनु भयो
भयो क्या एक्सप्रेसनै त्यस्तै भयो अब जिन्दगी मलाई थाहा छैन म 10 किलो जानु डराउँथेँ नेपालमा चाहिँ मलाई यो पानी हल्लिँदा नि यो सबै थरी हल्लिरहेको जस्तो भइरहेको क्या मलाई चाहिँ यत्तिकै डर लाग्छ त्यो डर नभएपछि म डुब्न चाहिँ डुब्दिनँ तर जे होस् तर पर्दैन बेकारमा सास फुलेर आयो एकचोटि मलाई यो पानी यस्तरी घुमेको हिँडिरहेको जस्तो भयो आफै भयो आउनु अब धेरै उता नजानु भने यतिको त बसिरहन सक्छु म पर्दैन आउनु अब यही डुबाउँछ क्या अनि किन जानु भइरहेको त आउनु उता झन् डुब्ने रहेछ त्यो मान्छेले कसरी गरे हो उहाँ परसम्म आउनु न भने म गएँ है अहिले मैले आउनु भनिरहेको छु अहिले डुब्नु भयो भने म आउँदिनँ नि बचाउन छ्या यस्तो हुन्छ स्विमिङ गरे यस्तो हुन्छ स्विमिङ गरे भोलि कालो हुन्छ छाला सक्दिनँ म त ल भयो जाम क्या अब त्यहाँ बसौँ हिँड्नु घाममा मजाले पुस्नु अनि यस्तो गहिरो छ पानी अनि मान्छे कसरी खेलिरह होला यत्रो बेसम्म अनि यहाँका मान्छेलाई त स्विमिङ गर्न आउँछ नि त हजुरलाई आउँदैन ल जाम गाह्रो भयो थाकिस यार त्यो केटी मान्छे उहाँ पुगिरहे त्यहाँ पैसामा थुक्नु भयो हजुरले हेर्नु त्यहाँ 50 पेन्स रहेछ मेरो स्विमिङ चाहिँ त्यस्तै भयो होइन सुरुमै चुर्लुमै क्या म त त्यस्तो अब त्यहाँ त खुट्टा टेक्न सकिन्छ होला खुट्टा छोडेको त चुर्लुमै डुबे जस्तै फिल भएर म त अब नबचाऊ भन्ने होइन तर तैरिन चाहिँ आउँछ मलाई तर जे स्विमिङ गर्न चाहिँ सक्दिनँ मेरो जिउ सबै गल्यो त्यति गर्दैन कस्तो प्रेसर आएको विचार त्यो केटी अब हामीले नेपाली नबुझ्यो नि यो डर आयो हाँसिरहेको थिएँ होइन अनि त्यही नै हो मलाई त पुग्यो त्यतिले म त अब समुद्रमा अलिकति एक्सपिरियन्स भए जस्तो फिल भएको थियो के को हुनु नसक्ने या स्विमिङ त सिक्नै पर्ने रहेछ स्विमिङ चाहिँ सिक्नै पर्ने रहेछ ल म त्यस्तो धेरै गहिरो छैन होला भन्दा यहाँ लाइफ ज्याकेट भन्छ म मजाले पैसा पिएर आउँछु फेरि त्यो केटा मान्छे मोटे छ उहाँ पुगेर कहाँ बिचमा कसरी जिउ धानिरह होला सुक्दै मजाले सुक्यो कति तातो छ हेर्नु नि मैले खासै पुगेँ कपाल पनि नभिजाउने थियो मेरो प्लान अब भिजिहाल्यो है मान्छे आउँदैछ उताबाट अब म लुगा फेर्छु अनि त्यसपछि अब तपाईँहरूलाई अरू देखाउँछु अरू ड्रोन खिच्छु अब उता जान्छ हामी यहीँ मात्र बस्दैनौँ अब 2-4वटा फोटो खिचेर सो देखिहाल्नु भयो होइन स्विमिङ चाहिँ अनएक्सपेक्टेड भयो होइन एकचोटि समुद्रमा के एकछिन गएर बसेको थिएँ तर त्यहाँ चाहिँ छेउ धेरै भित्रसम्म डुब्ने थिएन कि अनि गएर उभिया मात्रै थियो खासै पौडी खेलेको थिएन ल ओहो आउँदो रहेछ भनेर हाम फालिहालेँ त्यहाँ जाने बित्तिकै त त्यो एक स्टेप उता मात्रै चुर्लुमै क्या खुट्टा त भुइँमा भेटिँदैन अनि आत्तिहालेँ म एकैछिनमा किन यस्तो एक्सपिरियन्स छैन त अब गाउँघरको खोलामा खेलिन्थ्यो सानो बेलामा अनि सानो बेलामा चाहिँ अब त्यही धेरै गहिरो हुन्थेन गहिरो भाँडामा नि खासै कति नै हुन्छ र खोला होइन यत्रो सानोमा खेले हो तर जस नडुब्न चाहिँ सक्छु म खेला देखिहाल्नु भयो त्यहाँनिर तर म चालन नसक्ने रहेछु कि अब त्यो बानी पनि छैन अनि त्यसपछि अब स्विमिङ पनि आउँदैन त राम्रोसँग जो त्यो नेपालमा यसो अलिअलि गरे जस्तो गरे मात्रै हो हुँदो रहेछ यस्तो तर डुबिएर बसिरहनु चाहिँ मजा आउँदो रहेछ फेरि चिसोमा अहिले एकछिनमा तातिसक्यो अब घामले डढ्ने होला यो पानीमा हालेपछि कपाल नडुबाउने होइन कपाल पनि डुबिहाल्यो अब कपाल पनि एकछिनमै सुकिहाल्छ घाम मजाले लागिरहेछ अब म तपाईँहरूलाई 2-4वटा चाहिँ अब यही भ्यूहरू मात्रै देखाउँछ है त कस्तो छ भनेर मजा आयो स्विमिङ खेलेर अहिले 2 मिनट भयो घाममा बसेको होइन पुरा कपाल सबै सुकिसक्यो त्यस्तो घाम लागेछ क्या अब अहिले बेलुका कति बजी थाहा छ 6 बज्यो 6 बज्यो अहिले घाम हेर्नु कति माथि छ अझै ल हेर्नु त कति माथि कहिले डुब्ने घाम 9:30 कति बजी डुब्छ घाम हेर्नु त कस्तो सेतो कस्तो टल्किएको घाम लागेको पुरै अब एकछिन यहाँ ड्रोन उडाउनु मिलायो भने ड्रोन उडाउँछु म कपाल नि सुकाउँछु टाउको दुखेर मलाई लास्टै
के भयो अचानक पानीमा सात त पुत्लो उडे क्या मेरो होइन यहाँ घाममा बसिराखेर एकैचोटि चिसो स्विमिङ सकिहाल्यो हैन अब हामी यहाँ धेरै बेर बस्यौँ मान्छेहरू टन्नै आउनु भएको छैन अब पछाडि देखाउँ कि नदेखाउँ भयो तर जो टन्नै मान्छेहरू हुनुहुन्छ यहाँ पछाडि अनि म अघि यो मान्छेहरू भएकोलाई पौडी खेलायो त मेरो बेइज्जतै हुन्थ्यो होला किनकि म यस्तो मान्छे त्यहाँ किन गएको होला भनेर सोच्थ्यो होला मान्छेहरू हैन अहिले त एकदमै धेरै टन्नै मान्छे हुनुहुन्छ कि यहाँनिर सबैजनाले चाहिँ सबै थरी के त्यो लाउने कुराहरू हैन अब हामी त पाए जस्तो भयो नि त यस्तो कुराहरू अब हामीलाई नसाना बेला कसैले लिएर जाओस् न कसैलाई हामीलाई इन्ट्रेस्ट नभए नि मान्छेहरूले चाहिँ आफ्नो छोराछोरीलाई चाहिँ यसरी अब विदेशसँग के कम्पेयर गर्नु होइन तर जे होस् यहाँ चाहिँ अब सिस्टम छ सबैले आफ्नो आफ्नो त्यो लाइफ ज्याकेट जस्तो त्यो हुन्छ नि त्यो आफूले बान्ने कुरा त्यो खुट्टामा लाउने के हो त्यो मलाई नाम पनि थाहा छैन है अनि त्यस्तो कुराहरू सबै खुट्टामा छ क्या यहाँनिर आउने जति मान्छेहरू अब त्यो ढुङ्गामा लाउने कि अब खै के गर्नु हो तर जे सबै खुट्टामा त्यो जुत्ता पनि होइन मोजा जस्तो देखिने कस्तो के अनि सबै खुट्टामा छ रमाइलो भयो अब अलिअलि अन्त ठाउँमा पनि जान्छौँ हामी यहाँबाट अनि कहाँ पनि चाहिँ म तपाईँलाई देखाउने छु अब गइन्छ गइँदैन थाहा भएन मलाई टाउको देखाएको थियो अहिले टाउको देखाएको चाहिँ निको भयो अनि ड्रोन सट पनि अब यही हो अब यही ताल हो होइन अब जे होस् एक्सपिरियन्स भयो अब घर नआउनु पर्ने नै छ है अनि त्यही नै हो रमाइलो भयो अहिलेसम्म चाहिँ अब कहाँ पाइन्छ थाहा छैन सो अहिले चाहिँ हामी त्यो नुहाइसकेपछि हामी यता आएको छौँ होइन अब यो कहाँनिर भन्नुहुन्छ भने यो चाहिँ मेरो पानी पन्ध्र जस्तो हुन्थ्यो क्या पहिला सुरु सधैँ रेगुलर डेलिभरी गर्न चाहिँ यता आउँथेँ अनि एउटा कस्तो हुन्छ नि यहाँनिर चाहिँ छुट्टा ठाउँमा अब एउटा छुट्टी भिलेज अथवा टाउन जस्तै हुन्छ अनि यतातिर चाहिँ फार्म हाउसहरू हुन्छ होइन फाटोफुट्ट अब 5-10 मिनटपछि फार्म हाउसहरू हुन्छ उनीहरूले भेडा गाईहरू पाले हुन्छ नि एउटा घर हुन्छ नि भित्रपट्टि हुन्छ कि अनि म अहिले त्यसै ठाउँमा छु है त्यो त्यहाँबाट चाहिँ हामीले यहाँ आउनलाई 15 मिनट जति लाग्यो अनि अहिले बेलुकाको 7 बज्न लागिसक्यो मजाले अझ पनि घाम लागिरहेछ अझै शीतल फर्क्यो अहिले त्यो घाम बादल लिइसक्यो भएर अनि मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ है कस्तो बवाल छ नि यो रुखहरू पहिला आउँदाखेरि चाहिँ त्यो सबै सुकेर नाङ्गै थियो अनि त्यस्तो धेरै राम्रो थिएन अहिले चाहिँ धेरै राम्रो भएछ अनि कस्तो त्यो रिकल हुने कि त्यो पहिला आउँदाखेरि एक्लै हुने होइन म एकचोटि त्यहाँनिर अब देखाउन मिल्दैन यहाँबाट यहीँ पछाडि त्यहाँ गएपछि देखाउँछु म तपाईँलाई त्यहाँ बसेर मैले चौचो खाएको भिडियो पनि बनाएको थिएँ त्यो पनि मसँग छ होला अझै पनि अनि एक्लै आएर होइन नेपालबाट ल्याएको चौचो थियो अनि त्यो चौचो एक्लै बसेर खाइरहेको थिएँ कि अब एक्लै हुने सधैँ अनि कस्तो लाग्यो तिमीलाई आज राम्रो लाग्यो यो ठाउँ कस्तो लाग्यो राम्रै लाग्यो दामी छ अनि खतरा छ यो पछाडिको भ्यू त यो चाहिँ राम्रो छ यस्तो रुखहरू चाहिँ यता अब यहाँनिर चाहिँ एक साइडपट्टि मात्रै छ रुख होइन अनि ऊ त्यहाँ पछाडि देख्नुहुन्छ भने चाहिँ त्यहाँनिर चाहिँ दुइटै साइडपट्टि छ अनि दामी देखिन्छ त्यहाँनिर चाहिँ अब म यहाँ पहिला सुरु 1-2 फोटो खिच्छौँ अनि हामी यहाँबाट निस्किन्छौँ है त सो अहिले देख्न सक्नुहुन्छ है तपाईँहरूले कस्तो बवाल ठाउँमा छ हामी भनेर हामी पछाडि चाहिँ ब्याकग्राउन्डमा सेम त्यो मुभीहरूमा हुन्छ नि त्यस्तै दुई साइडमा रुख ठ्याक्कै मिलेको क्या यस्तो बवाल छ नि अब भिडियोमा कस्तो देखिरहनु भएको चाहिँ थाहा छैन तर एकदमै दामी छ है कस्तो लाग्यो तिमीलाई रमाइलो लागिरहेछ दामी छ अब फोटो भिडियो चाहिँ टन्नै खिचिसक्यो हामीले यतापट्टि चाहिँ तोरी फुले जस्तो फुलिरहेछ होइन तोरी फुले जस्तो भनिरहेको छु मैले पनि अनि दामी छ है अब यहाँनिर पनि हामी 2-4वटा फोटो भिडियो खिच्छौँ अब आज फेरि काममा गराएको क्या अहिले लगभग 5-6 दिन भयो म जम्मा 4-5 घन्टा मात्रै सुतिरहेको छु त्यही पनि अब जाँगर चाहिँ लाग्ने हो हामीलाई चाहिँ घुम्नु जानलाई अनि दामी छ ठाउँ पनि अब यहाँनिर एकचोटि ड्रोन उडाउँछु अब उसको फोटो भिडियो सकेपछि चाहिँ यहाँनिर एउटा ड्रोन भिडियोमा तपाईँले देख्नुहुन्छ कति दामी छ भनेर चाहिँ अब यहाँ माथि रुखमा अड्कै हुन्छ बिजोकै हुन्छ आज म त्यही भएर चाहिँ तल उडाउँछु तल उडाएर चाहिँ राम्रोसित हेरेरै अब आज चाहिँ बसेर हेरेर अब उसको भिडियो सकेपछि अनि हामी बनाउँछौँ दामी छ हेर्नु न कति दामी छ मेरो पछाडिको भ्यूहरू यहाँ हेर्नु त
ओहो हो 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 दामी सो सधैँ जस्तो हाम्रो चाहिँ आज पनि घरमा खाना खाने प्लान भएन बेलुकाको अहिले बज्यो 8:30 अझ पनि उज्यालो छ त्यही सक्नुहुन्छ कतिको उज्यालो छ यहाँनिर भनेर अनि आजको सबै कुराहरु फाइदा भयो के फाइदा भयो थाहा छ मेरो हातहरु पुरै यो छ नि हातहरु पुरै डढेर कालो भएर मेरो अनुहार त्यतिकै कालो भएको छ यो आज मैले गलत काम गरे के भन्ने पौडी खेल्न नआउने थिए मैले सनब्लक लगाएको थिए अनि सनब्लक लाउँदा पनि चुल्लुमा डुबिहाले अनुहार अनि कालो भइसक्यो त्यो क्यामेरामा डिफरेन्स पनि देखिन्छ होला अनि अहिले चाहिँ हामी यहाँ पेपेजमा आएको छौं है देख्न सक्नुहुन्छ यो चाहिँ पेपेज हो सधैँ जस्तो अब के नर्मलै भइसक्यो तपाईहरुलाई पेपेज देख्दाखेरि अनि यहाँ चाहिँ ठीक छ अब गाडी लक गरौँ अनि माथि गएर हामी चाहिँ खान्छौं अनि सिधै घर जान्छौं है त सो फाइनली गाइस खाजा आइसकेको छ है चिकन एन्ड राइस रेगुलर त्यही हो हैन तपाईहरुलाई थाहा नै भइसक्यो हामीले बाहिर जाँदाखेरि के खान्छौं भन्नु अब नर्मली खासै खाने भने पिज्जा बर्गर अनि त्यसपछि नखाएको बेलामा चाहिँ यही खान्छौं अनि चिकन विंग्स अनि चिकनकै उहरु मात्र खान्छौं अनि खासै अरु के पनि यही हो चिकन एन्ड राइस अब अलिकति पाइयो भने अब खानाको सट्टा चाहिँ है अनि त्यही नै अब यही खान्छौं अनि आज यस्तै भयो है यदि भन्दै दिस इज मी स्टफिङ साइनिङ अफ फर टुडे त्यो भन्दा अगाडि चाहिँ दिन सक्नुहुन्छ म पुरै डरेको छैन म ऐना गएर हेरेको म जाँदाखेरि कस्तो थिएँ आउँदाखेरि कस्तो भयो भने तपाईहरुले अब डिफरेन्स अब भिडियोमै थाहा पाउनुहुन्छ हैन अब अलिअलि गोरो भएको थियो स्कटल्यान्डको हावापानी लागेको थियो हैन मान्छेहरूले भिडियो कल गर्दाखेरि ओहो कस्तो ह्यान्डसम भएछ भन्थे अहिले डढेर आज एक दिनमै
त्यस्तो गर्मी भएको थियो होइन बस्नै नसक्ने खप्नै नसक्ने गर्मी भएको थियो टाउको गर्मी नै टाउको दुख्ने भएको थियो कि अनि त्यही नै हो रमाइलो भयो फोटो ज्यादै खिचिआएँ चाहिँ लाइफमा त्यो हुन्छ नि युके आएपछि चाहिँ सबसे धेरै फोटो खिचेकै आज होला नत्र अरू बेला खासै त्यति धेरै खिचिँदैन थियो अरू बेला पनि खिचेको थिएँ तर यति धेरै खिचेको थिएन कि त्यस्तो लाग्यो मलाई मेरो चाहिँ फोटो चाहिँ कि हजुरको चाहिँ हो मेरो त ठिकै हो उसको त खिचिरहेको थिएँ मैले टन्नै नै अनि आज चाहिँ मैले धेरै खिचेँ नत्र नेपालमा त म 100-200 एक ठाउँमा गएपछि 100-200 भिडियो फोटो खिच्थेँ कि मेरो ल्यापटपमा पनि अहिले 40,000 भन्दा पनि माथि फोटो छ क्या सो यस्तै नै भयो यति भन्दा दिस इज मी स्टफकिन साइनिङ अफ फर टुडे अनि यस्तै ठाउँहरूको भिडियो हेर्नु मन छ भने चाहिँ नेक्स्ट इयर गाइज सब्सक्राइब मी अनि भिडियो मन पऱ्यो भने लाइक गर्नु होला कमेन्ट गर्नु होला है सो दिस इज मी टुडे अनि सी यू नेक्स्ट ब्लग गाइज टेक केयर ड्राइभ सेफ स्टे सेफ गाइज बाई बाई मिठो छ